हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल डिजायर के प्रेम च्यानलमा तपाईँहरूको स्वागत छ। र आज म वहाँ गुनालगर गइरहेको छु र यो शान्तिपुरबाट। फिलहाल चाहिँ अहिले घरबाट निस्किसकेँ। यो बाइक चाहिँ उहाँ भेनालाई दिएर म उता चाहिँ गाडीमा जान्छु र एन्ड तक बनिरहनु मेरो भिडियोमा। अहिले फिलहाल चाहिँ म यहाँ सोल्टीको दोकानमा आइपुगेँ। अब बाइक चाहिँ यहीँ छोड्छु र भेना र सोल्टी उता हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हजुरको च्यानललाई सबैले सब्सक्राइब गरिदिउँ। हात जोडेर एकदम लाइक कमेन्ट सेयर सबै गरिदिनु होला। ल सल्टीको कुरो पनि सुनिदिनु है गाइस। र अहिले फिलहाल चाहिँ यहाँ सल्टीको दोकान चाहिँ यहाँ सामने छ र आउन सक्नुहुन्छ। यहाँ सल्टीले बहुत कुछ सस्तामै दिनुहुँदो छ। र पनि यता हेर्नु, आज केही चिजको लागि प्रोटेस्ट चलिरहेछ। अरुणाचल बन्द दिएको छ र पुरा गाडीहरू चाहिँ पुरै भिडाभिड लागिरहेछ यहाँ साइडमा। र मेरो गाडी चाहिँ अलिक अगाडि लागिरहेछ अरे, त्यो पनि उता गेट पारि हुनु दिएको छैन अरे। गाडीले चाहिँ यति राख्नुभएको रहेछ। र म निस्किँदैछु अहिले। अब यहाँ सामान मेरो ब्याग चाहिँ नरबाडीमै छोडिएको छ कि, ब्याग होइन पोलिथिन क्यारी ब्यागमा लिएर हिँड्दैछु गाइस। यति भिखारी भइएको छ र म अब गाडी भएकोतिर गइरहेको छु गाइस। पुरै यहाँ त गाडी लाइन छ, तलसम्म छ। अगाडि पनि पुरै गाडी लाइन छ, हेर्न सक्नुहुन्छ। सिर्फ प्राइभेट गाडी यहाँबाट यहाँ अगाडि शान्तिपुर गेटसम्म एक्लै जानु सक्दछ, आसाम गेटसम्म। त्यो पनि अगाडि चाहिँ बन्नु सकेको छैन। अरुणाचल गेट त पुरा बनै छ। बेलुकासम्म चाहिँ खोल्ने चान्स छ, त्यो पनि कम आशा छ अरे, के हुन्छ। र यहाँ प्रोटेस्ट गर्नु बसिरहेका छन्। र यहाँ धेरै गर्मी भइरहेछ र मेरो जाने टाइम पनि भइसक्यो गाइस। अब म चाहिँ यहाँबाट निस्केको त्यो प्रोटेस्ट जग्गाबाट। आज हुन चाहिँ बजार दिन थियो कि, आज एकदम बजार पनि ठन्डा छ र कस्टमर पनि छैन। आज दोकानमा पुरा खाली भइरहेछ, गर्मी पनि त्यस्तै बढिरहेछ कि। म गाडीमा आएर बसिसकेँ र गाडी शान्तिपुरबाट निस्किसक्यो गाडी। अब पुरा गेटै बन्द गरिदिएको छ, त्यही कारण अब उपाय भएको चाहिँ। एक दिनको बन्दीले गोटा यो अरुणाचल सबै लान्छ। Rock-a-bye baby on the treetop, when the wind blows the cradle will rock, when the bough breaks the cradle will fall, but mother will catch you, cradle and all. फिलहाल अहिले हामी दिघाहरू आइपुगिसकेको छु र एकछिन यहाँ ड्राइभर दाजुले खाना खाने अरे रोकेको छ र मौसम त खतरनाक भइरहेछ गरम भएर। र दिघारो ब्रिजको भ्यू हेर्न सक्नुहुन्छ गाइस। गाडीबाट नामिसकेँ, गाडी गइसक्यो र अब म चाहिँ हिँडेको यतापट्टि छ मेरो जाने घर जग्गा चाहिँ।
लास्टै गरम भइरहेछ गाइस। घर की तरफ निकल चुका। तो आज के लिए इतना ही, मिलते हैं अगले ब्लॉग पे। और लाइक कमेंट शेयर सब्सक्राइब करने ना भूले। बाय बाय एन्ड टाटा। लाइक कमेंट शेयर गर्नु चाहिँ नभुल्नु होला गाइस। सब्सक्राइब चाहिँ जरुर गर्नु। र आजको लागि यति नै, भेटिन्छ अगला ब्लगमा। टाटा एन्ड